नमस्ते साथीहरु, स्वागत छ तपाईहरु हाम्रो युट्युब च्यानल डिजिटल ज्ञान। साथीहरु, यो स्क्रिनशट हेर्नुहोला। एउटा मलाई बहिनीले मलाई कमेन्ट गर्नुभएको छ। उहाँले के भन्नुहुन्छ, भिडियो राम्रो छ अनि हामीलाई पनि सिकाउनुहुन्न कसरी तपाईले फेसबुकबाट नेपालमै बसेर कसरी अर्निङ गर्ने भन्ने कुरा। फर्स्ट अफ अल त तपाईलाई म के भन्न चाहन्छु भन्दाखेरि, यदि तपाई फेसबुक युजर हुनुहुन्छ भनेदेखि पहिले तपाईले फर्स्टमा के काम गर्नुपर्छ भन्दाखेरि तपाईले पहिला प्रोफेसनल डैशबोर्डमा चेन्ज गर्नुपर्ने हुन्छ। यदि तपाईको प्रोफाइल हो भनेदेखि, पेज हो भनेदेखि अलरेडी पेज त भइराको हुन्छ। त्यसैले एक प्रोफाइल छ भनेदेखि तपाईले पहिला त्यसलाई प्रोफेसनल डैशबोर्डमा राख्नु होला। अनि डैशबोर्डमा प्रोफेसनल डैशबोर्डमा बनाउन आउँदैन भनेदेखि कमेन्ट गर्नु होला। अलरेडी भिडियो मैले बनाएको पनि छु, त्यहाँ गएर तपाईले हेर्न सक्नुहुन्छ। टेक्निकल काफले मेरो फेसबुक च्यानल छ, त्यहाँ गएर तपाईले हेर्न सक्नुहुन्छ। त्यहाँ विभिन्न किसिमका फेसबुक रिलेटेड अरु बैंक रिलेटेड भिडियोहरु हेर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईको पछिल्लो प्रोसेस के छ भन्दाखेरि, सेकेन्डमा तपाईले अनि त्यसपछि तपाईको फ्लोर गेन हुन्छ। पहिले त 1000 मा पनि पाए, 500 मा, 0 मा पनि कन्टेन्ट मोनेटाइजेसन टुल्स मिलेका छन् कतिले। र मलाई नै 1400 1200 मा मिलेको थियो है। त्यसैले अहिले चाहिँ क्राइटेरिया राखिएको छ। क्राइटेरिया 10000 छ है तपाईको। त्यो 10000 कम्प्लिट गर्नुपर्ने हुन्छ। तर यदि कसैको वेटिङ लिस्टमा छ भनेदेखि त्यसलाई म्याक्सिमम चान्स हुन्छ। यदि ओरिजिनल कन्टेन्टमा कसैले काम गरिरहेको छ भनेदेखि त्यसले पाउने चान्स म्याक्सिमम धेरै हुन्छ। त्यसैले यदि तपाई ओरिजिनल कन्टेन्ट क्रिएटर हुनुहुन्छ भनेदेखि तपाईले एकदमै नियमपूर्वक फेसबुकको नियमपूर्वक गाइडलाइन्स अनुसार काम गर्नुस्। कुनै पनि स्ट्र्याक आएको छैन भनेदेखि तपाईले राम्रोसँग डेली रूपमा कन्टिन्यू रूपमा काम गरिराख्नु भएको छ भने 100% तपाईलाई मिल्न सक्छ। यदि तपाईलाई क्राइटेरिया सो गराएको छ, त्यो फुलफिल गर्नुपर्ने छ भनेदेखि तर त्यो मिल्नै पर्ने हुन्छ, त्यो मिटअप गर्नै पर्ने हुन्छ। यदि तपाईले मिटअप नगर्दा पनि फेसबुकको पोलिसी अनुसार तपाईको फेसबुकको पहिला त क्राइटेरिया थियो न, जतिकोलाई पनि दिइरहेको थियो, 500 लाई, 200 लाई, 0 लाई पनि दिइरहेको थियो। अहिले क्राइटेरिया बनाएको कारण अलि समस्या भएको। तर कन्टिन्यू रूपमा तपाईले काम गर्दै जानुस्। तपाईको काम हेरे बारपर तपाईलाई दिने हो। यदि तपाई कपिराइट गर्नुहुन्छ, कसैको पोस्ट या भिडियो फोटो उठाएर हाल्नुहुन्छ भन्दा त्यहाँ यदि तपाईले फ्लोर गेन गरे पनि चान्स कम हुन्छ तपाईलाई मिल्ने छ। त्यसैले ओरिजिनल कन्टेन्टमा काम गर्नुस् रिकमेन्ड गर्छु हैन। त्यसैले कसरी पोस्ट गर्ने, के ह्याशट्याग लगाउने अनि सम्पूर्ण जानकारी तपाईलाई मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ, मिलिहाल्छ। अनि त्यसैले यदि म एक रिक्वेस्ट गर्न चाहन्छु, यदि तपाई हाम्रो च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र फेसबुकबाट हेर्दै हुन्छ भने पेजलाई पनि फलो गर्नु होला। साथै यो मिनिमम छ। अरु नियमहरु कसरी के गर्ने तपाईलाई विभिन्न किसिमका धेरै छन् ती जान्नुपर्ने कुरा। तर मिनिमम यहाँ मैले जो सर्ट पोइन्टमा तपाईलाई भनिसके, यी कुरा तपाईलाई। र यो पनि आउँदैन भन्दाखेरि मलाई भिडियो चाहियो भन्दाखेरि कमेन्ट गर्नु होला। म त्यो भिडियो पनि ल्याउँछु। प्रोफेसनल डैशबोर्ड कसरी बनाउने हैन, कसरी त्यसलाई सेटिङहरु अन गर्ने, विभिन्न किसिमका छन्। त्यहाँ कतिपय सेटिङहरु तपाईको अन हुन्न, त्यसैकारण तपाईको भ्युज पनि नआउन सक्छ। त्यसैको तपाईको फ्लोर पनि बढ्न सक्दैन। ती कारण पनि हुन सक्छ, अरु कारण पनि हुन्छ। त्यसैले सेटअपको लागि, सेटिङको लागि पनि भिडियो अलरेडी छ। यदि तपाईलाई अझ चाहियो भनेदेखि म भिडियो बनाउन सक्छु। त्यसको लागि तपाईले कमेन्ट गर्नु होला। अनि भिडियोलाई राम्रो लाग्छ भने लाइक शेयर गरिदिनु होला। ओके साथीहरु, र भिडियो कस्तो लाग्छ अनिवार्य रूपमा तपाईले कमेन्ट गर्नु होला। एक तपाईको सानो कमेन्टको लागि एउटा मोटिभेसन मिल्छ। अनि तपाईलाई नयाँ नयाँ आइडियाहरु शेयर गर्नेछु। कतिपय साथीहरुलाई मैले मिटअप नगरेर भिडियो नबनाएर मैले हालेर, कतिपय साथीहरुलाई मैले मिटअप नगरेर पोस्टहरु भिडियो नबनाएर कतिपय च्यानलका मैले मोनेटाइज पनि गरिदिएको छु। अलरेडी मैले पोस्ट पनि हालेको छु। यदि तपाई पनि यदि तपाईको प्रोफाइल या पेजलाई मोनेटाइज गर्न चाहनुहुन्छ, फेसबुकबाट अर्निङ गर्न चाहनुहुन्छ भनेदेखि कमेन्ट गर्नु होला, नभए ट्याग्स गर्नु होला। म आइडियाहरु शेयर गर्नेछु। ओके साथीहरु, र लास्टमा च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। र कस्तो टाइपको भिडियो चाहनुहुन्छ एकचोटी कमेन्ट गर्नु होला। त्यस टाइपको भिडियो ल्याएर आउनेछु। थ्यांक यू फर वाचिङ। कीप सपोर्टिङ, कीप लभिङ।